मेरो चाहिँ उबर अर्डर आइसक्यो होइन गुजमानबाट सलोनिका स्ट्रिट लेट्स गो गेट इट है म अब बल्ल गाडी निकाल्ने हो क्या मलाई यस्तो झ्याल लाग्छ नि गएर वेट गर्नु पऱ्यो भने चाहिँ लास्टै ल्याङ लाग्छ त्यही भएर लेट्स गो मान चाहिँ अनि यो चाहिँ अर्डर अलमोस्ट लाइक 7 र 9 कति हुन्छ $16 को अर्डर हो दुईटा अर्डर छ केट र फ्रेनेन्डा के छ दिदी दुईटा अर्डर कति बेला लाग्छ ए ल ओ एकदम धन्यवाद धन्यवाद दुईटा अर्डर आइसक्यो चाहिँ भेरिफाई गरौँ नमस्ते साथीहरू के छ खबर आज पनि म होइन आज म नयाँ अर्को कन्टेन्ट लिएर आएको छु नट जस्ट ओन्ली गफ अस्ट्रेलियामा एउटा तरिका कमाउने एउटा तरिका लिएर आएको छु मलाई यो चस्मामा अन्त देखिरहेको छ ल तर यसले भिडियो रेकर्ड गरिरहेको छ क्या म चाहिँ उबर गर्दैछु आई गट फर्स्ट उबर अर्डर हियर दुईटा अर्डर छ म चाहिँ यसमा सिप गर्छु अनि यहाँबाट चाहिँ मेन भिडियो चाहिँ आज यहाँबाट आउँछ आई डोन्ट नो कस्तो हो यो मैले मागेर लगाएको ल मेरो होइन फर्स्ट ड्रप गर्न जाऊँ अनि त्यसपछि भेटौँला है त सिटीतिरको चाहिँ लगभग धेरै एड्रेसहरू थाहा छ क्या मलाई म्याप लगाउनु पर्दैन यिनीहरूलाई नोटिफिकेसन जान्छ कि ड्राइभर इज हियर भनेर अथवा यहाँ मेसेज गरिदिने आइभ भनेर Hi, order for Katie? Yes. Thank you. Cheers. Have a great day. You too. भयो एउटा अर्डर केटीको डेलिभर भयो कम्प्लिट डेलिभरी होइन अब अर्को नेक्स्ट लोकेसन 13 मिनट्स ड्राइभ 8.6 किलोमिटर्स म चाहिँ त्यो त्यहाँ राख्दैछु क्या यहाँबाट ब्रेक हान्दा त्यहाँ फस्छु भन्दा बिजोग हुन्छ भनेर त्यहाँ राख्दैछु त्यो चाहिँ सेफ प्लेस हो तर चस्मा लगाएर गाडी चलाउने बानी चाहिँ बसाल्नुपर्छ क्या मलाई चाहिँ मैले डेलिभरी गर्छु नि त स्मोक मार्टमा मलाई त्यसमा पनि कतिले भन्छ होइन त्यो आँखा पोल्दैन यताउता भन्छ तर मलाई पोलेको फिल चाहिँ हुँदैन लगाउनु चाहिँ पर्ने छ तर लोकेसन चाहिँ यही हो अर्डर फर फर्नान्डा थ्याङ्क यू चेस कन्फर्म गरिदिउँ कम्प्लिट डेलिभरी अब यहाँ ट्याक्क पैसा आउँछ लेट्स गो है यहाँ पार्क गर्न धेरै पाइँदैन मलाई चाहिँ यो गाडीमा उबर गरेको चाहिँ त्यति साह्रो फाइदा चाहिँ लाग्दैन किनभने यो गाडी ठुलो इन्जिनवाला गाडी हो क्या अनि लाइक सानो कोरोलाहरू सानो माज्दा चाहिँ बेस्ट हुन्छ क्या यस्तो उबरहरू यताउता गर्नलाई यसमा चाहिँ उबर एक्स गर भन्छ कतिले होइन उबर एक्स भनेको जस्ट मान्छे हालेर हिँड्ने चाहिँ तर त्यो चाहिँ मलाई लाइक के मान्छे हालेर हिँड्नु हो गाडीमा भन्ने जस्तो लाग्छ त्यसमा चाहिँ पैसा हुन्छ अरे तर अब केही काम भएन भने पो गर्ने त अन्त चाहिँ यो जस्ट मैले लास्ट डेलिभरी भनेको मार्चमा गरेको थिएँ मार्च 28मा गरेको थिएँ अहिले जुन आज 4th हो क्या जुन 4th हो मैले लगभग 3 महिनापछि गर्दैछु क्या चाहिँ म्याकडोनल्ड्स हेरेको छु हेरौँ म्याकडोनल्ड्सबाट के अर्डर आउँछ कि हेरौँ अब अलिकति त गर्नु पऱ्यो नि यार निस्किसकेपछि घरबाट निस्किसकेपछि त्यही भनेर पुरेर बसिरहेको छु म आयो 16 मिनट लेट्स एक्सेप्ट इट है यो ठाउँ पनि एउटा यस्तो ठाउँ हो यहाँ चाहिँ नेपाली र अनि इन्डियन्सहरूसँगै धेरै Excuse me, I've got an Uber order. Thank you so much. Cheers. Surprisingly, छिट्टै भरिदियो यार अर्डर भेरिफाइड यो चाहिँ खासमा हेर्नुपर्छ होइन हामीले यो खोलेर हेर्ने कुरा हुन्न नि त
यता चाहिँ इभन यता चाहिँ अड जस्तो तरिकाले हुन्छ क्या, अथवा यता अड यता इभन जस्तो तरिकाले हुन्छ। देखाएको छ देखाउनलाई चाहिँ। अब ल र छोड्दै भनेपछि छोडिदिनै पर्यो, के गर्नु साथीहरू। मिङकोट अनि उबरले पनि यहाँ नजिकैको छ भने चाहिँ दिइहाल्छ क्या अर्डर। उनीहरूलाई नि पैसा पे कम गर्नुपर्छ नि त। अनि एउटा फ्राइड राइस बनाउनु कति टाइम लगायो थियो यार? 10 मिनट भनेको थियो बुढोले। कति हल्ला गरे यिनीहरूले। Thank you, brother. All good. Thank you. You too. Order verified. 500 meters. तर अर्को अर्डर आयो नि त यार। Let's do it. आज अर्डरले नाइ भनिन्न के। यति देखाएको छ, मेबी यो हो कि जस्तो ला। यसले ह्याङ इट अन द गेट भनेको चाहिँ उयो गेट हो। लेट्स ह्याङ इट है त। Done. Close, confirm delivery. Done. मेरो अर्डर आयो पुगलिसिसबाट मैक्लेक्लिन स्ट्रीट। यो त ठिकै हो तर पार्किङ अलि पाउन्न कि जस्तो लाग्छ। लेट्स गो। यो चाहिँ यहाँको मेन सिटी हो क्या। यहाँ चाहिँ अलि धेरै चहल पहल हुन्छ हैन यो ठाउँमा चाहिँ। I got an Uber order. Yeah. Thank you so much. Cheers. Fine now. आछ न होला छिटै भयो यो अर्डर हो जस्ट छैन TCG सेन्टरको बिल्डिङ अगाडि भनेछ यहीँ कतै हुनुपर्छ। त्यही हो पनि थियो कि जस्तो लाग्छ। हेरौँ। Nicola? Yes, sure. Thank you so much. Cheers. Thank you. कसैकोमा चाहिँ यहाँ पिन हुन्छ क्या, यिनीहरूले 4 डिजिट पिन राख्छ। त्यो पिन नभएसम्म अर्डर कन्फर्मै हुँदैन क्या, डेलिभर्डै हुँदैन। त्यो चाहिँ चेक गर्नुपर्छ, त्यो कन्फर्म गर्नुभन्दा अगाडि। लेट्स वेट फर एनदर अर्डर नाउ। मैले चाहिँ अर्को अर्डर पाइसकेँ होइन। यो अर्डर चाहिँ मैले पहिला काम गराएको क्या यहाँ। अब त्यहाँ चिन्ने मान्छे हुन्छ नि जस्तो लागिरहेछ। लेट्स गो है। के छ सिस्टर? उबर अर्डर। उबर आज घर पनि झ्याउ लाग्यो कि बिदा थियो अनि। ल धन्यवाद। ए उबर भेरिफाइड अर्डर भेरिफाइड। Maldives customer. Hi, order for Lily. Cheers. Eat it. Finished. It's a different खाले order हो हैन। अनि यो चाहिँ वुलवर्समा ब्यागहरु हुन्छ। त्यो ब्यागहरु चाहिँ लिएर गएर लाइक यो चाहिँ ग्रोसरी शपिङ हो क्या। अनि यो चाहिँ कस्टमरकोमा लगिदिनु पर्छ। लेट्स गो है। No, my phone. Excuse me. Order for Rose. Yes.
अर्को अर्डर आयो 9.1 किलोमिटर जम्बिरो गाडी पार्किङ पाउँदैन क्या त्यहाँ छ प्रब्लम रोज या नआउने त त्यो त्यहाँ 2 bags more Thank you. no worries have a good day complete अब जम्बेरो जाम जम्बेरो यो चाहिँ गाडी यहीँ पार्क गरेको छु अनि जम्बेरो चाहिँ अगाडिपट्टि हो यो चाहिँ लोडिङ जोन हो यसमा चाहिँ 10-15 मिनट चाहिँ फ्री हुन्छ क्या के छ सर ठिक छ यही उबर Hey, order for Pazzi. Oh, that's the face. Yes. Thank you so much. Cheers. अहिले चाहिँ सिटीतिरै डुलिरहेको छु सिटीतिरै आउँछ क्या अर्डर त्यो टाढा जानुभन्दा त बिजोग हुन्छ टाढा गयो भने घर आउनै पर्यो अनि त्योभन्दा त बरु सिटीतिरै गरेपछि यस्तो बेलामा चाहिँ झर्छ क्या गुहरू अनि त्यो भएर मैले यहाँ राख्छु क्या त्यहाँ राखेपछि त्यहीँ घोप्टे पनि त्यहीँ घोप्टिन्छ नि त यता सिटमा राख्यो यहाँ राख्यो भने त अनि घप्पै तल जान्छ झ्याप ब्रेक हान्नु पर्यो यताउता के पो भने अनि यो मेटा मलाई मुख छाड्न मन छ क्या मेटा देखेर लिटरली 10 मिनट पनि चार्ज टिक्दैन भने क्या त्यो लगाइसकेपछि अन भइरहेको छ नि त यो चार्ज गइरहेको छ क्या त्यो डोन्ट लाइक इट 1 घन्टाको भिडियो रेकर्ड गर्ने यताउता भएको पनि ठिकै थियो ब्याट्री एउटा उ गरेपछि ब्याट्री 15% प्लिज चार्ज सुन भन्छ पागल जस्तो यही गर्नुपर्छ यतै The road is so confusing now. Yeah. Next year, it'll be like coming in that way again. Yeah, thank you so much. Cheers. Thank you. मैले चाहिँ के सोचेको थिएँ भने ऊ आउने बेलासम्म चाहिँ गर्छु घर जाने बेलासम्म अर्डर आएन भने चाहिँ म घर छिर्छु नत्र भने गर्छु सोचिरहेको थिएँ नआउला जस्तो छ अब पेट्रोल हालौँ अनि घर जाऊँ सुत्दिने हो म्याम मैले चाहिँ जस्ट यो भिडियो किन बनाएको भने लाइक एज अ एउटा हिसाबले चाहिँ जस्ट टाइम पास पनि हो होइन अनि अर्को हिसाबले चाहिँ यो पनि एउटा राम्रो वे हो क्या अस्ट्रेलियामा पैसा कमाउनलाई फर्स्ट काम पाएको छैन यताउता छ भने होइन त्यस्तो छैन भने चाहिँ केही पनि काम छैन भने चाहिँ इट इज बेस्ट क्या किनभने लाइक दिनमा $150 जोगाउनलाई चाहिँ केही नै गर्नु पर्दैन गाडी चाहिँ हुनु पऱ्यो $150 जोगिन्छ क्या दिनमा मजाले केही गर्नु पर्दैन अरू काम नपाएको खण्डमा चाहिँ काम पायो भनेर काम छोडेरै गर्ने काम चाहिँ होइन यो होइन इन डार्विनको केसमा चाहिँ त्यस्तो काम चाहिँ होइन तर काम पाएको छैन भने चाहिँ बेस्ट किनभने लाइक जति बेला स्टार्ट गर्न मन लाग्यो त्यति बेला स्टार्ट गर्न पायो जति बेला बन्द गर्न लाग्यो त्यति बेला बन्द गर्न पाइयो आ गया ऑर्डर 65 प्राइस में ना पचासका हाल्छु भने थिएँ तर त्यो सेट नै भएन क्या 65 पुग्यो अर्डर पनि आयो एउटा कुल स्पोर्टबाट यहीँ नजिकै हो खानीबाट नजिकै यो बन्द हुन्छ थाहा मलाई यो अब जान लाग्छ नेपाली पसल हो क्या नेपाली भन्दा नि इन्डियन हामी चाहिँ सधैँ पहिला यहाँ आउँथ्यौँ खाजा खानलाई अहिले चाहिँ हाम्रो काम पनि सर्यो अनि त्यही भएर यहाँ आउनै छोड्यो हेलो हेलो उबर उबर ठीक आप कैसे हो निकोल बंद नहीं होने का टाइम नहीं हुआ अभी सही है थोड़ा थैंक यू सो मच ये वाला बहुत अच्छा लगा मैंने इस पे कर दिया लाइक क्लीनिंग मैं देखा हूँ सच में
ओके थैंक यू सो मच ये है ना कस्टमर का ऑर्डर है ना हाँ मैंने नाम नहीं लिखा इस पे ठीक है अहिले खानेकुरा पाएँ गाइज हाम्रो चाहिँ लास्टै त्यो यसले एकदम गर्छ क्या अनि पहिलेबाट हुन्छ नि एउटा समोसाको दुईवटा दिने त्यस्तो गर्थ्यो अनि त्यसको चाहिँ क्लिनिङको काम सुरु गरेर क्या भर्खरै उसले स्टार्ट गरेर थिएँ अनि मेरो यो गर्दैन केही भन्दैन कसैलाई मान्छे छन् भने भन्दैछु ल भनेर आएँ त्यस्तै हो तर त्यसले मलाई बिरयानी दिएछ क्या एक प्याकेट मेरो गाडी त्यहाँ छ होइन वहाँ अगाडि Hi, Uber order? Nicole? Yep. Do you guys have a bag or something? That's fine then, I'll just take it like this. Like, यस्तो रिस उठ्छ नि होइन यस्तो तरिकाले गर्थ्यो भने बन्द गरे क्या तिमीहरूले उबर गर्न लिटरली क्या अब म होइन ल मेरो त गाडी छ क्या मलाई यस्तै भएको क्या एकचोटि म एउटा क्याफेमा गएँ होइन उबरहरू लिनु गएको हातमा कफी दियो क्या यसरी मलाई कि त गाडीमै आउनुपर्ने क्राइटेरिया बनाइदिनु पऱ्यो यसमा होइन यहाँ आउँदाखेरि नत्र भने त कि त उबर गाडीमा मात्रै गर्ने हुनु पऱ्यो नत्र भने यो स्कुटर चलाउने यो कसरी लिएर जान्छ भरमा द भेरिफाई अर्डर आइस कफी कम्प्लिट पिकअप नेक्स्ट स्टप पहिला कोलाई बनाइदिने निकोल यही नै हो सुरुमा त्यहाँदेखि छोडिदिने हो रहेछ कि छोडेर टेक फोटो अरे ठिक छ लेट्स गो फर्स्ट स्टपमा आइपुगेँ यो रहेछ कि फर्स्ट स्टप अनि मैले एउटा केएफसी पनि अर्डर पाएँ कि नजिकै रहेछ घरबाट अनि लेट्स डु इट भनेर एसेप्ट गरिदिएँ क्या त्यो अर्डर अर्डर फर निकोल गुड एकजनाकै रहेछ नि दुईवटा अर्डर मसला सुप पनि उसकै हो युज नेप्लिज म एउटा डेलिभर गरेर म घर जान्छु होइन मलाई लास्ट गर्मी पनि भयो अनि झ्याउ पनि लाग्यो अब त 11 बजे निस्केको हो नि त म 11:30 11:30 बजे अनि अब चाहिँ घर जान्छु घर गएर खाजा खाएर अनि कुत्रको पल्टिन्छु बेलुका केटाहरूले खाना खान बोलाहान त्यहाँ जानुपर्छ ल म यो कार्यक्रम यहीँ समापन गरी हजुरहरूबाट छुट्टिन्छु शुभ दिन शुभरात्रि शुभ बिहानी के हो तपाईँहरू आफै बुझ्नु होला द्याट्स इट फर दिस ब्लग आई होप यु गाइज लाइक इट एन्ड विल सी यु इन द नेक्स्ट वान बाई बाई